अब साथीहरूले चाहिँ यसमा भएको जानकारी गरिदिनु होला। अब यो जाडोको मौसम पर्यो, तर कोही भन्छन् फल्छ भन्छन्, कोही फल्दैन भन्छन्। अब यसरी यो काटिसकेको ठाउँबाट रोपेको भन्दा राम्रो आयो कि, हेर्नु होला एकदम पहिला रोप्दा बरु यसरी आएको थिएन, यस्तो मजाले आएछ कि। अब यसलाई के गर्दा ठिक होला, मैले चाहिँ यो जानकारीको लागि हजुरहरूलाई यो ब्लग मार्फत गरेको छु। कुनै पनि ठाउँमा कुनै रोप्दाको भन्दा कमी छैन के, यसरी आयो हेर्नु होला। अब यसलाई चाहिँ मैले चाहिँ गोडमेल गरेर राखौँ अथवा यसलाई के गरौँ, यो कोही भन्छन् फल्छ पनि, कोही फल्दैन भन्छन्। यो आजभन्दा अगाडिको प्र्याक्टिस कसैले गर्नुभएको छ भने यसलाई चाहिँ मलाई जानकारी गराइदिनु हुन अनुरोध गरेँ। साथै यो प्रकारको प्रविधिमा पनि कृषि सम्भव हुन्छ कि भन्ने उद्देश्यले यो ब्लग बनाएर प्रस्तुत गरेको छु है साथीहरू। यो चाहिँ हजुरहरूको कस्तो भयो भनेदेखि धान काट्यो, धान काटेपछि खनजोत गर्न ढिला भयो, मतलब भ्याइएन, छोडियो। तर पुरै गरामा पुरै सर्लक्कै के, हेर्नु होला, यहाँ हेर्नु होला, यस्तो सर्लक्क सबैतिर एक नास छ, एकै नास छ सबैतिर। कुनै पनि पहिला रोपेको भन्दा कमी देखिँदैन। यो धान फल्ला नफल्ला अनुसन्धानको विषय रह्यो क्या हो। यसको लागि मैले हजुरहरूलाई यो भिडियो पोस्ट गरेको छु। यो चाहिँ हजुरहरूले जानकारी गराइदिनु होला, लाइक एन्ड सेयर गरिदिनु होला। र यो जानकारवाला प्राविधिक विज्ञहरूसँग पनि यसलाई चाहिँ यो सम्भाव्य खेती प्रणाली अन्तर्गत रहन्छ अथवा के हुन्छ यो ब्लग मार्फत हजुरहरूलाई मैले जानकारी गराउन चाहेँ। यति भन्दै सबैलाई नमस्कार, बाई।